क्याचअप ब्रेक हान्दै जानुहुन्थ्यो नि के गर्नु मैले तेरो सिधो बाइकको टाइम सुरु गरेको सापट्टि तेल हाल्यो 500 रुपियाँ यस्तो हुन्छ अनि कसरी अगाडि बढ्नु सकिन्छ त मनोज तिमी कलेज गएनौ कलेज जान भनेर घरबाट हिँडेको आज गइएला जस्तो छैन किन मायाभन्दा ठुलो कलेज होइन पढेर नि गर्ने भनेको के नै हो के तिमी मेरो दुलै गर्छौ तिमी बाहेक मेरो अरू को छ र अनि अस्ति तिमीसँग बोल्ने केटी ए त्यो त मेरो मामाको छोरी हो नि अनि आई लभ यु लेखेको थियो र अहिले बि भनेको होइन अहिलेको बि कति चाहिन्छ भनेर सोधेको तिमी एउटा कुरा सोधौ सोध न म कति नम्बरको बाइकमा तिम्रो एकै नम्बरको अनि म चाहिँ कति नम्बरको एकै नम्बरको हो ए 11 भइसक्यो 11 नि बजिसक्यो बाले मार्नुहुन्छ जम घर जाउँ ल भोलि भेटौँला बाई 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 बिचरा मेरो बाबु थाकेर आइस होला अनि पढाइ कस्तो चल्दैछ आज भोलि राम्रो छ बा नयाँ नयाँ मिसहरू थपिनु भएको छ सँगै पढाउनुहुन्छ अनि कलेजतिर पैसा पनि तिर्ने बेला भयो होला चाहिएको छ भने भन् आज खाना गएको थिएँ पैसा पुगेन भोकै आयो नि बिचरा मेरो बाबु के चिउरा खान्छस् त मासु पनि हो र त एकछिन पढाइ त चिउरा चाहिँ यही हो मासु चाहिँ मेरो खाइस किन मलाई किन कुटेर अझ किन कुटेको तेरो नयाँ मिस त्यही डाँडामा गएर तँसँग लठारेर बस्ने होली होइन अझ के घुरो हेरेको डाँडामा बसिया छ अङ्गाल हाल्या छ कलेज जान्छु भने हिँडेको छ के को मासु चिउरा जाँगर भित्र बासी भात भुटेर खा अझ घुरो हेर्छ बोदा होइन मान्छे कहिले बन्ला यो ओइ मनोज यो राति कसको फोन आयो उठ मनोज ओइ फोन उठ होइन यो मनोजको आमाले स्वर्गबाट किन फोन गर्यो केटी आइयो भन्नलाई होला मेरो जाने मन छैन म जाउँ भने गीते सितको यहाँ बिजोग हुँदैन भन त होइन यति मिठो स्वर भएको हाम्रो खानदानको मान्छेको चाहिँ होइन
म कलेज गएँ है। एकछिन बस त हिजो बेलुका तल फोन गर्ने मान्छेले लिएर आइज है कसको फोन आएको थियो र बा? एउटी मिसको फोन आएको थियो बिचरा बुढो पीडित रहेछन् तिनलाई भेटेर सम्झाउनु पर्यो भनेर हस् हुन्छ नबिर्सी लिएर आइज हस्। जहिले मैले तिमीलाई बुझ्नुपर्ने ए आउँदा आउँदै ढिलो भयो। सुन न तिमीलाई मेरो बाबाले भेट्न भन्नु भएको थियो। किन आउँछ जाउँ न। आज आएर मलाई थाहा भयो मेरो शत्रु भनेकै पेट्रोल गर्छ या म बाइक ठेल्ने वा मेरो गर्लफ्रेन्ड अर्कैले ठेल्ने मेरो बुवा। नमस्ते बा। नमस्ते नानी अनि कुन विषय पढाउनुहुन्छ कसले भन्नुभएको तिमीलाई भनेको हिजो बेलुका फोन गर्ने मिस तिमी होइनौ र ल कहाँ मबिस हुनु नि तपाईँको हुनेवाला बुहारी हो। बुहारी रे होइन के देखेर यसको पछि लाग्यो नानी तिमी जाब एउटा पेन किन्न त मसँग पैसा माग्छ बरु हामीसँग लाग न वृद्ध भत्ताले पालिदिन्छौ कस्तो बाबु होला आफ्नो छोराले गरी खाएको देख्न नसक्ने। त्यही त मैले तँलाई गरी खान दिन होइन झन् राम्रोसँग पढ भन्छु सढ भने जस्तो सुन्छस् तिमीले वृद्ध भत्ताले पाल्छु भने होइन। आउँछ मेरो भन्दी तेरो ल्याएर देखा त झन् डबल ड्युटी गर्न गाह्रो हुन्छ पढ्नु कि माप्रेती गर्नु यो वर्ष घरदाम गरौँला तिमीलाई सघाउने बढी ल्याउँला भनेको लहटे होइन। यो कथाले मलाई कहिले सुख दिने भन ऊ बेला पनि बिहे नगरिकन बाउ बनाइस् त पनि मेरै गोता जाने भइस् तेरो ताल हेर्दा त पनि मै जस्तो बिहे नगरिकनै बाउ बल्ला जस्तो छ आखिर बोनसमा ल्याएको त परिस्